साथीहरू यहाँहरू सबैजनालाई वेलकम छ हाम्रो लो बजेट डेटिङ मिनी भ्लगमा। हामी दुईजना चाहिँ हाम्रो होटेलमा काम गर्दा गर्दा हामीलाई अलिक कस्तो दिक्क भएर हामी चाहिँ हाम्रो छेउतिरको यो पञ्चायत भन्ने ठाउँमा गयौँ। त्यहाँदेखि हामी सेकुवा खान गएको थियौँ। अनि त्यसपछि त्यहाँ हामीले सेकुवा चटपटे अर्डर गरेको लास्टमा अलिक टाइम लाग्ने भयो क्या सेकुवा। अनि त्यसपछि हामी दुईजना चाहिँ त्यहाँ वरिपरि घुम्न गयौँ। अनि त्यसपछि हामीले एकअर्काको फोटो भिडियो खिच्यौँ दुईजना। मलाई चाहिँ सब पोजहरूदेखि लिएर सब मलाई चाहिँ मेरो बुढाले चाहिँ पुरा सिकाइरहनु भएको थियो। अनि त्यसपछि मैले पनि सेल्फी खिचेँ है, भिडियो क्याप्चर गरेँ। हेर्नु न त्यहाँ साइडमा एउटा अर्को पसलमा होटेलमा गीत बज्दै थियो। मेरो बुढा चाहिँ पुरा नाचेर आमामा। अनि यो छुट्टै छ फेरि, उसलाई चाहिँ यति रोनाल्डोको फ्यान हो नि, रोनाल्डो यति मनपर्छ जहीँ उसको सेलिब्रेसन हुन्छ। नि हामीले चाहिँ यसरी आधी घन्टा जति नै होला पुरा भिडियो लेखोले यता फर्क है आमामा यस्तो। हामीले त्यो दिन फोटो खिच्यौँ दुईजनाको, भिडियो बनायौँ एकअर्काको। त्यसपछि चाहिँ टाइम भयो जस्तो लाग्यो नि त। अनि त्यसपछि हामी फर्क्यौँ। अनि त्यहाँ हाम्रो रेडी भएछ। अनि यो चटपटे मगाएको थियौँ। अनि त्यसपछि मैले चाहिँ यो सर्वा मगाएको थिएँ क्या। अनि हामीले चाहिँ कहिले खाएको थिएन। अनि मैले चाहिँ मेरो बुढालाई चाहिँ यति खाने अनि नखाने भनेको भनेको थिएँ। तर हेर्नु न कस्तो छ जिद्दी उसले त आमामा सबै नै खाएछ गाइस। सेकुवा खायौँ, चटपटे खायौँ। त्यसपछि हामीले त्यो सर्वा खाएर अलिक अँध्यारो जस्तो भइगएको थियो। अनि त्यसपछि हामीहरू चाहिँ घर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ गाइज, प्लिज सपोर्ट मी गाइज। आज चाहिँ हामी दुईजना कहाँ आएको भन्दै त प्रेम प्रसाद तिम्रो नाम के अरे? प्रेम होइन, प्रेम तालाको। आज म प्रेम कुमारसँग प्रेम तालाको। तर मैले यो बाटो चाहिँ म उहिले हिँडेको थियौँ हामी दुईजना यताबाट। तिमीसँग भरे यही पो रहेछ गाइज। म त्यति साह्रो चाहिँ सरप्राइज भएन। अर्कै टोली हो।